नमस्कार, अब सुन्नुहोस् आजका मुख्य समाचारहरू। प्रतिनिधि सभा निर्वाचन सकिएसँगै मतगणना सुरु भएका छन्। मतगणनाको अपडेट बाहिरिन थालेपछि विभिन्न समस्याहरू आउन थालेका छन्। मतगणनाको अपडेट अनुसार घन्टीमय हुँदै गइरहेको क्षेत्रहरूमा घन्टीले थिचेर आइठन परेको, जताततै घन्टीकै मात्र आवाज आउने गरेको, साथै आफ्नै हातमा रहेको फोनमा समेत घन्टी नै मात्र बज्ने गरेको समाचारहरू बाहिरिन थालेका छन्। त्यस्तै गरी सूर्यमय हुँदै गइरहेको निर्वाचन क्षेत्रहरूमा अत्याधिक गर्मी बढेको, चारैतिर घाम मात्र देखिने, हातमा भएका फोनहरू पनि तात्तिने, साथै अँध्यारो रातमा पनि घामले पोल्ने गरेको अनुभव भइरहेको समाचारहरू बाहिरिएका छन्। त्यसै गरी रुखमय र माटोमय भइरहेका निर्वाचन क्षेत्रहरूमा झनै ठुलो समस्या देखिन थालेका छन्। सँगै सोफामा बसेर मतदान अपडेट हेर्दै गरेकाहरू माटोमाथि बसिरहेको अनुभव भइरहेको र एक अर्कालाई हेर्दा चिसो माटोमाथि रहेको रुख जस्तो देखिने गरेको, जताततै माटोकै मात्र गन्ध आउने गरेको समस्याहरू बाहिरिन थालेका छन्। सबैतिर आफ्नो आफ्नो किसिमको समस्याहरू उत्पन्न भए पनि समग्रमा सबैको समस्या आफ्नै पार्टीले जित्नुपर्ने, तर मतगणना अपडेट अर्कै पार्टीतिर बढेर जान थालेपछि टाउको दुख्ने, आँखा रातो हुने, रिस मात्र उठ्ने, खासै कोहीसँग भेट्न मन नलाग्ने, बोल्न मन नलाग्ने, जहाँ टन्न खाएर उत्तानो टाङ लगाएर सुत्न मन लाग्ने जस्ता समस्याहरू भएको विज्ञहरूले खबर पठाउनु भएको छ। हस् त, अहिलेलाई खबर यति नै। बाँकी खबर लिएर पुनः उपस्थित हुने नै छु। बिदा दिनुहोस्। हस् त, नमस्ते, शुभ दिन।